साथी हो वेलकम ब्याक टु माई मिनी ब्लग्स र अहिले म भने हाम्रो एकदम प्रिय दाजु शेर्पा बस्ती निवासी टङ्कनाथ शर्मा दाजुकोमा आएको छु। यहाँनिर चाहिँ नयाँ देखेँ फुल प्रेम रोज अरे फुल चाहिँ साह्रो राम्रो लागिरहेछ येल्लो कलरमा हो, दामी लाग्यो। म यहाँ पनि छ राम्रो राम्रो फुलहरू रहेछ है उहाँकोमा, थुप्रै जेरिनियमहरू राम्रो छ। राम्रो फुलहरू ल्याउनु भएको रहेछ। यहाँ हाट बजारमा आउनुहोस्, बिहिबारे हाटमा सबैभन्दा सस्तो चाहिँ उहाँकोमा हुन्छ फुलहरू प्लान्टहरू है। यहाँ आएर तपाईँले लिइदिनु होला। यदि चाह्यो भने मसँग सम्पर्क गरे पनि हुन्छ, म उहाँको थ्रुबाट तपाईँलाई गराइदिने छु है। लु हेर्नुहोस्, तपाईँले हेरेर धेरैभन्दा धेरैलाई सेयर गरिदिनुहोस्। बिहिबारको दिन चाहिँ याद गर्नुहोस्, बिहिबार हाटमा सबैकोमा महँगो हुन्छ फुलहरू प्लान्टहरू, तर उहाँकोमा चाहिँ चिप एन्ड बेस्ट हुन्छ है। यति राम्रो छ है। ल ओके, यो नयाँ न्यू इन्ट्रोड्युस प्रेम रोज साथी हो। लु म चाहिँ यहाँ बिहिबारे हाटबाट निक्लेको हाम्रो एकजना प्रिय दाजुलाई भेटेर आएको छु हो। उहाँलाई भेट्ने काम चाहिँ हाम्रो डक्टर नेचर वेलनेसको नै एकजना सक्रिय सदस्य हुनुहुन्छ, डाइरेक्टर लेभलको हुनुहुन्छ। उहाँ चाहिँ फुलहरू बिक्री गर्छ र उहाँको सानो फुलको पनि ब्लग्स बनाइदियो चाहिँ म हाट बजारबाट बिहिबारे हाटबाट निक्लिँदैछु। तर पहिलाभन्दा बिहिबारे हाटको क्रेज निकै घटेको देखिन्छ। त्यति भिडभाड देखिन्न। पहिला स्टार्टिङमा त पुरा भिड हुन्थ्यो। मैले पनि कतिवटा ब्लग्सहरू बनाएको थिएँ है, त्यति बेला त आइडिया थिएन। र अहिले धेरै आइडियाहरू आउँदै गयो। तर बिहिबारे हाट सुक्यो भन्दा पनि भयो। त्यसरी आउँदैछु। यहाँनिर स्टलहरू पनि राखेर चाहिँ यहाँ फुलहरूको रहेछ। यहाँ मजाको फुलहरू छ। प्रायः नै फुल हुन्छ, बिहिबार फुल खानेकुरो मात्रै हुन्छ प्रायः जस्तो। सब्जीहरू पनि त्यति देखिँदैन हो बिहिबारे हाटमा। र यसो आउँदै थिएँ, यहाँ हाम्रो एकजना साथीको मिसेसले चाहिँ यहाँनिर हर्दी पेले बनाइवरी मिसिनमा पेलेहरू बेच्छ। खानतेलहरू हाम्रो सुनिता बहिनी है, महेश दालज्यूको श्रीमती बसिरहनु भएको छ, हाँस्नु हुँदैछ। उहाँको यो हेरिवरी के छ कसो छ कुशलताको आदान प्रदान गरेर चाहिँ यहाँबाट निक्ले। बाई बाई।